हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अहिले चाहिँ बिहानीको समयमा भर्खरै सुतेर उठेको तपाईँहरूले देख्नु सक्नुहुन्छ मेरो बेड चाहिँ लाथालिङ्गै छ। अनि अब यसलाई एकछिन मिलाउनु पर्ने हुन्छ अनि मिलाएर अनि फ्रेसअप हुनु छ। फ्रेसअप भएर नुहाइ गरेर रेडी हुनु छ किनभने आज म जाँदैछु डिमार्ट। अनि डिमार्ट चाहिँ किन गएको भन्दाखेरि मेरो सानो सानो सामानहरू ल्याउनु छ, जस्तो कोलगेट ब्रस सर्फ साबुनहरू किन्नु छ। त्यो मसँग केही पनि छैन अनि लुगा धुनु पनि त्यत्तिकै जो बकेटमा भराइराखेको छु अनि त्यो धुनु पर्ने हुन्छ। त्यहाँदेखि छैन सर्फ साबुन नभएको कारणले त्यो त्यतिकै राखिरहेको छु। अब म जान्छु डिमार्टमा एकछिनमा रेडी भएर फ्रेसअप भएर ब्रेकफास्ट गरेर। अनि म चाहिँ एक्लै चाहिँ जानु सक्दिनँ। अनि मेरो साथीले मलाई हिजो राति नै फोन गरेको थियो उसको डिमार्ट जाने काम छ भनेर। त मैले पनि भने म पनि जान्छु, मलाई पर्खिनु भनेर। उसको बाइक छ, म बाइकमा जान्छु। अनि तपाईँलाई म भ्युज पनि देखाउने छु कस्तो हुन्छ यहाँको भ्युज। अब जग्गाको नाम त लिन्न, तपाईँहरूले यसै ठिमाउनु होला कुन ठाउँको हो भनेर। अब म ब्याग मिलाउँछु अनि फ्रेसअप हुन्छु। फ्रेसअप भएर रेडी भएर भेटौँला। साथीहरू मैले चाहिँ बिस्तारै पनि मिलाइसकेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब ब्याग मिलाइसक्यो। अब चाहिँ म फ्रेसअप हुनुपर्ने हुन्छ अनि नुहाइधुवाइ गर्छु, फ्रेसअप हुन्छु। त्यसपछि म रेडी भएर मतलब खाना खाएर ब्रेकफास्ट गरेर अनि म जान्छु। तपाईँलाई म देखाउँछु रेडी भइसकेपछि। Few moments later. साथीहरू म चाहिँ तयारी भइसकेको छु। यो चाहिँ मेरो लुक्स यस्तो मैले टी-सर्ट लगाएको छु होइन। म रेडी भएँ अनि मेरो साथी चाहिँ बाहिर पर्खिरहेको छ, फोन आइसकेको छ। सो अब जानुपर्ने हुन्छ। त तपाईँहरू म डाइरेक्टली भेटौँला डिमार्टमा। One eternity later. कनाडाहरूको रीतिरिवाज जब मान्छे मर्छ यसरी ब्यान्ड बाजा पुरा फुर्ती गरेर डेड बडी चाहिँ लैजान्छन्। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ डेड बडी छ यसमा अनि पुरा ढोल बजाएर लैजान्छ। 1 hour later. फाइनली गाइस म चाहिँ रुममा आइपुगेँ डिमार्ट गएर अनि जे सामानहरू रिक्वायरमेन्ट थियो त्यो लिएर आइसकेँ। अनि अहिले चाहिँ म बहुत थाकेको छु, बहुत टायर्ड फिल गर्दैछु किनकि अब त्यहाँबाट डिमार्टबाट उत्रेर भित्र हिँड्नु पर्यो धेरै सामानहरू खोज्नको लागि। अनि फेरि सामानहरू लिएर फेरि हिँडेर आधी बाटोसम्म आइपुग्यो। त अब चाहिँ म एकछिन आराम गर्नुपर्ने हुन्छ। ड्रेस सबै चेन्ज गरेर फ्रेस गरेर अनि उठेर फेरि कपडाहरू धुनु छ। कपडाहरू धोइसकेर अनि पछि फेरि भेटौँ न साथीहरू ल। 1 hour later. साथीहरू म चाहिँ भर्खरै उठेँ सुतेर आराम गरेर। अनि अहिले चाहिँ हल्का मेरो टाउको दुखिरहेको थियो अनि टाउको दुख्दै गरेर धेरै दुख्यो। अनि त्यो एकदम खपिसक्नु नभएर चाहिँ मैले ट्याब्लेट्स खाएँ। अनि ट्याब्लेट्स खाएर अहिले चाहिँ अलिकति आराम भएको छ। अनि मैले अघि डिमार्टमा म गएको थिएँ। अनि डिमार्टमा गएर आफूलाई चाहिने सामानहरू ल्याइसकेको छु, जस्तो सर्फ भयो, साबुनहरू भयो होइन। जे रिक्वायरमेन्ट थियो सबै मैले चिजहरू ल्याइसकेँ। अब चाहिँ म कपडा छिटो धुनुपर्ने हुन्छ कारण यता घाम अहिले मजाको लागिरहेछ, हेर्न सक्नुहुन्छ मजाको घाम छ अहिले त रात भने यताको रात चाहिँ ढिलो हुन्छ, 6:30 बजीसम्म रात हुन्छ। तर गाउँमा चाहिँ 4 साढे 4 बजी नै अँधेरो भइसक्छ, पुरा अँधेरो हुन्छ। यहाँ चाहिँ धेरै मजाको घाम लागेको छ। म त्यसो भए छिटो कपडा धुन्छु अब। अनि धोइसकेर फ्रेसअप भइसकेर चाहिँ मेरो केही काम पनि छैन, यतिकै बसिरहने हो। त म घरमा आप्पा आमासँग भिडियो कल गर्छु।
सो भेटौँला पछि सबै काम भ्याएर 346 minutes later. सो गाइस अहिले चाहिँ म नुहाइसकेँ गरिसकेँ अनि फ्रेस अप पनि भयो कपडाहरू पनि धोइदिएको सुकाइसकेँ सो अब चाहिँ कपाल सुक्नलाई अलिक टाइम लाग्छ फेरि कपाल सुकिँदै म घरमा भिडियो कल गर्छु बात गर्छु एकछिन Much later. गाइस अब चाहिँ कुरा पनि गरिसकेको छु अनि कुरा गरेर अब एकछिन बस्नुपर्ने हुन्छ त्यसपछि काम त केही छैन त्यतिकै बस्दै बस्दै मोबाइल चलाउँदै रात पर्छ अनि रात परिसकेपछि चाहिँ पुतुक्क खाना खाने अनि फेरि सुत्ने 1 hour later. सो फाइनली गाइस अघि चाहिँ बसी बसाइ मोबाइल चलाउँदा हुँदाखेरि नै के निन्द्रा लागेको थियो नि हल्का आराम गरेँ अनि मैले चाहिँ खानासाना केही पकाउनु पर्दैन म जुन ठाउँ बस्छु त्यो मालिकले मलाई पकाएर दिन्छ अहिले चाहिँ मेरो खाना रेडी छ अनि मैले गएर खाना पनि ल्याइसकेँ म तपाईँलाई देखाउँछु मेरो डिनर सो गाइस यो चाहिँ मेरो डिनर हो यो चाहिँ राइस होइन त मेरो चम्ची अनि त सलाद छ अनि यो चाहिँ मैले घरबाट ल्याएको आसामबाट ल्याएको अचार हो खोर्सानीको अचार हो यो चाहिँ जिरे खोर्सानी अनि यो भयो मुलाको अचार यो चाहिँ मुलाको अचार यो पनि मैले घरबाट नै लिएको हो दिदीले मेरो निम्ति बनाइदिनु भएको थियो अनि यो अनि दाल छ सो यस्तै छ सब्जी चाहिँ छैन अब दुईटा अचार अनि सलाद राइस दाल खान्छु अनि खाएर भेट्नुपर्छ ल डिनर पनि गरिसकेँ मैले चाहिँ खानासाना खाइसकेँ रुमको लाइट अफ गरेँ अनि सुत्नुभन्दा अगाडि म एकछिन वक गर्न जान्छु माथि छतमा किनकि भात खाएको तर अलिकति क्यालोरिज कम गर्नु छ त म वक गर्न जाँदैछु भेटौँला पछि सुत्ने बेलामा 1 hour later. सो गाइस म चाहिँ वक गरेर पनि आइसकेँ अनि अहिले चाहिँ 9 बजेर समथिङ लाइक 2 मिनट जस्तो भएको छ अनि मलाई साह्रो निन्द्रा लागेको छ दिनभर थाकेको कारणले गर्दाखेरि सो अब म सुत्ने छु सो आजको भिडियो चाहिँ म यहीसम्म राख्नेछु हजुरलाई मन परेछ भने सब्सक्राइब गरिदिनु लाइक गरिदिनु होला अनि राम्रो कमेन्टहरू गरिदिनु होला गलत कमेन्टहरू चाहिँ नगरिदिनु होला प्लिज रिक्वेस्ट छ सो भेटौँला फेरि यो नेक्स्ट ब्लगमा सो आजको लागि यतिमै राख्छु टेक केयर बाई बाई